वेलकम ब्याक टु माई न्यू भ्लग्स। आजको भ्लग चाहिँ के कस्तो हुन्छ सबैले हेरेर साथ दिनु होला, माया दिनु होला भन्दै हैन। हेलो साथीहरु, अब चाहिँ हामी काममा जान लाग्छौँ है त। आजको भ्लग चाहिँ के कस्तो हुन्छ हेरेर साथ दिनु होला ल। उहाँ चाहिँ बच्चाको बाउ हुनुहुन्छ। बच्चाको बाउजी के कस्तो मजा गर्यो हुन्छ यार। ऊ चाहिँ बच्चाको बाउ, अस्ति भर्खरै छोरो भएको छ ल। उसलाई चाहिँ धेरै धेरै बढाइ दिन चाहन्छु कि म। अब चाहिँ हामी काममा जान्न छौँ ल। यस्तै हो, काम गर्नुपर्छ, काम नगरी हुँदैन। त्यही हो, काम चाहिँ दोहोरो गर्नुपर्छ है साथीहरू। जाने हो, कामको भ्लग्स पनि देखाउने छु कस्तो हुन्छ हैन। हाम्रो काम के कस्तो छ तपाईहरुलाई देखाउन चाहन्छु नि त म। अब हामी चाहिँ काममा हिँड्यो गाइज हैन। कामको भ्लग चाहिँ अब म तपाईहरुलाई लिएर आइसकेको छु साथीहरु। त्यही हो, मेरो पनि कहिलेकाहीँ भ्लगहरु आइरहेको हुन्छ युट्युब च्यानल। सबैले युट्युब च्यानललाई सब्स्क्राइब हान्दिनु होला है। त्यही हो, अब काममा हिँडिसक्यौँ हामी होला। के गर्नु साथीहरू हैन, परदेशमा काम गर्नुपर्छ, काम नगरी हुँदैन। गाह्रो छ जिन्दगी यार, लास गाह्रो छ नि त साथीहरू। ओहो, आज चाहिँ सन्डे हो त यार है। फेरि यार सब्जी मार्केट लाग्यो रहेछ त यार। ओहो, सब्जी मार्केट लाग्यो है। सब्जी चाहिँ खानुपर्ने थियो, सब्जी नखाएको पनि धेरै दिन भइसक्यो यार है। फेरि यार सब्जी खानु पर्छ यार। अब हामी चाहिँ जाँदैछौँ है। के कस्तो हुन्छ यो भ्लगलाई चाहिँ एकदमै साथ दिनु होला, सपोर्ट दिनु होला, लाइक कमेन्ट सेयर हैन सबै दिनु होला है। मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब हानिदिनु होला गाइस, त्यही भन्न चाहन्छु। साथ सपोर्ट दिनु होला, हजुरहरूको साथ सपोर्टले हल्का यस्ता यस्ता नयाँ नयाँ भ्लग्सहरू आउनेछ है त साथीहरू। गाइस पुगिहाल्यो, काममा जाने हो। यस्तै हो, हावा पनि डह्रो लागिरहेछ नि त, गाह्रो छ। आज चाहिँ सन्डे रहेछ यार, सब्जी खानुपर्ने थियो। सब्जी नखाएको पनि करिबन 2 महिना भइसक्यो यार। कति दाल भात खानु यार, हजमै परेको छु म यार। यस्तै हुन्छ के परदेशमा। कसैले आमामा कतिलो बस गयो गाने। डह्रो हावा लागिरहेछ यार। के भइरहेछ यो भ्लग्स यस्तै हो। कतै ठाउँमा काम गर्नुपर्छ, धेरै नै काम गर्नुपर्छ क्या। पैसा कमाउन गाह्रो छ र साथीहरू, लास गाह्रो छ पैसा कमाउनु। डह्रो गाह्रो खान्छ पैसा कमाउनु, हो कि होइन। यही पैसालाई हामीले कदर गर्नु जानिरहेको छैनौँ। काम गर्नु परिरहेको छ। यस्तै हो, अब चाहिँ केही गर्नुपर्छ है केटा जिन्दगीमा। तर होली चाहिँ के कसरी मनाउनु भयो गाउँघरका मान्छेहरूले। हामीले चाहिँ होलीको दिनमा काम गरेरै होली मनाइयो। यस्तै रहेछ के परदेशमा, छुट्टी पनि नहुँदो रहेछ, गाह्रो छ। रत्नागिरीको सिन कस्तो छ साथीहरू भनिदिनु होला ल। रत्नागिरीको अहिले चाहिँ यहाँ त ठुला ठुला समुद्र पनि हुन्छ, तर यो त सानो
टालोहरू यो यहाँबाट कति लाग्छ ठुलो समुद्रमा जानु त्यही हो साथीहरू के भनौँ होइन कुरै आएन यार तनाव छ हौ साथीहरू गाह्रो छ दाइहरू भाइहरू सबै यतै छन् होइन अब काम गर्नुपर्छ धेरै नै गाह्रो छ मलाई भने जस्तै भटभटी महिनाले गाह्रो छ भन्थ्यो तर त्यस्तै गाह्रो छ मलाई भने यहाँ चाहिँ काम गर्दै रहेछन् है हामी पनि यस्तै हो काम गर्ने जस्तो काम पनि गर्नुपर्छ ढुङ्गा मुढा भारी बोकेर उताउति सबै यस्तै काम गर्नुपर्छ यहाँ त कम गाह्रो छ जिन्दगी भैया के लाग्छ यार अब यस्तै हो हामी चाहिँ अब पुगिसकेका छौँ हाम्रो काम गर्ने ठाउँ तपाईँहरूलाई देखाउने छु है त यस्तै हो साथीहरू जिन्दगीमा धेरै सङ्घर्ष गर्नुपर्छ पैसा पनि कमाउनु पर्छ पैसा नकमाए केही काम छैन यो संसारमा पुगिसकेका छौँ हाम्रो काम गर्ने ठाउँमा सबैले यो भिडियोलाई साथ दिनु होला सपोर्ट दिनु होला होइन मेरो न्यू युट्युब च्यानललाई सब्सक्राइब हानिदिनु होला हामी चाहिँ अब करिबन पुगिसकेका छौँ यस्तै भ्लग लिएर आउने हो क्या म मेरो भ्लगलाई चाहिँ साथ दिनु होला होइन त्यही हो साथीहरू धेरै दिनपछि मैले आज भ्लग लिएर आइसकेको छु साथ दिनु होला सपोर्ट दिनु होला माया दिनु होला सबैले नेपालमै बसेर के गर्नु मन थियो अब नेपालमा बस्न सकिन्न महँगो छ नेपाल त्यो भएर परदेशतिर ठाउनु पर्छ पारी हो यार हामी काम गर्ने ठाउँ हाम्रो बगैँचा पनि त्यहाँनिर रहेछ के त्यहाँनिर हो होइन त्यही हो हामी जाने यहाँबाट स्वाट छिर्छ अब भित्र हो यार राम्री छम्माहरू बसिहाल्छ हो आमाको निनहरू तर अर्काको देशमा केटी जिस्काउनु चाहिँ साह्रै गाह्रो चप्पल खाइने रहेछ